चम्पियन लिगमा प्रतिद्वन्द्वीको रूपमा छ। दुर्गा बहादुर खड्का सर्भिसमा आउँदैछन् मनबहादुर। सेलिब्रेसनको मौका छोडेका छैनन् अहिलेसम्म त मनबहादुर श्रेष्ठले आर्मीलाई पीडा दिन कुनै कसर बाँकी राखेका छैनन् र समर्थकहरू पनि यसको युष्ट छैनन्। मनबहादुर फरक जर्सीमा आर्मीको विरुद्धमा यसरी प्रहार गरिरहँदा के अनुकूल लाग्न सक्छ, तर यो वास्तविकता हो, स्वीकार्नुहोस्। सरन उत्कृष्ट ब्लक माछारली शानदार ब्लकसँग अङ्क दिलाएका छन् उनले। र कुरा गर्नेछौँ हामी नेपाल पुलिस क्लबको यो टिम। आज छैन यसको म्याच, पुरुषको हुनेछ। नेपाल पुलिस क्लबको वुमेन्स टिमको भोलि छ, पुरुषको आज छ, यसपछि मणि मुकुन्दसँग। अप्रोच रहेको थियो अर्जुनको। ढिबीले फाइदा उठाउने कोसिस गर्दै थिए तर ढिबी यसपटक नियन्त्रणमा थिएनन्। त्रिभुवन आर्मी ट्रान्जिसन फेजमा छ। ढिबी मनबहादुर थिए मागेका छन् तर माछरलाई सुम्पिएका थिए, तर माछर यसपटक पनि निकै बाहिर। मनबहादुरले बल माग्दै थिए, सेटरले भने माछरलाई दिए। नयाँ सेटर टिपटप हेल्थ नेपालका वलिद खान पहिलो पटक नेपाल आएर खेलिरहेका छन्। उहाँको पनि प्रदान गरेको छ टिपटप हेल्थ नेपाललाई। डिसिजन रिभर्स। त्रिभुवन आर्मी खेलिरहँदा आर्मीका उच्च स्तरका अफिसरहरू देखिरहेका छौँ उपस्थित। मनबहादुरको सर्भिस। अर्जुन अन्डर 20 नेसनल टिमको पनि सेन्सेसनल प्लेयर। आर्मीले चाँडै नै आबद्ध गर्यो किनकि गुमाउन चाहँदैन थियो अर्जुन नेपालीलाई। यी मिडल ब्लकरको उचाइले चर्चा पाउने गर्छन्। 200 सेन्टिमिटरको हाइट छ अर्जुन नेपालीको, जो अहिले पछिल्लो समय सर्वाधिक उचाइकै छन् नेपाली भलिबलमा। सरन माछर वलिद माछरको प्रहार रोकेका छ, आर्मीले रोकेको छ। मनबहादुर स्टेरिया वलिद खान ओ ल्यान्ड पनि बाहिर। आर्मीलाई अङ्क। सन्तोष वलिद स्पाइकको लागि चिरन खड्कालाई सुम्पेका थिए, तर आर्मीको लागि चान्स अर्जुन। नाम हो अर्जुन, काम हो निशाना लगाउनु, काम हो युद्ध जित्नु, मिसनमा छन् अर्जुन नेपाली। हेर्न सक्छौँ हामी अधिकांश खेलाडीहरू अन्डर 20 लेभलबाट आएका खेलाडीहरूलाई आर्मीले अनुबन्ध गरेको छ। युवा जोस पछिल्लो समय सुनिल बोहरा अर्जुन नेपाली दुवैजना स्टार्ट गरिरहेका छन् यस खेललाई। र त्रिभुवन आर्मीले चाहिँ ईश्वर थापा भने अहिले बेन्चमा छन् अफिसियलको भूमिकामा, त्यस कारणले गर्दा नयाँ लिबरलले मौका पाएका छन्। विदेश प्रसाद चौधरी नयाँ होइनन् तर पनि ईश्वर हुँदा उनले कमै मात्र मौका पाए, त्यस कारणले गर्दा अब पनि उनले फुल टाइम पाइरहेका छन्। र लिबेरोको कुराकानी आउँदा सन्तोषको कुरा नगरी साध्य छैन। पूर्वका हिरो हुन् पछिल्लो समय उत्पादन भइरहेका। टिपटप हेल्थ नेपालले आबद्ध गरेको छ लिबेरोलाई। सन्तोष राई talented, very talented, highly rated लिबेरो हुनु नि। हेरौँ कतिको ग्रुम हुनेछन् यो ठुलो टिममा आएर ठुलो स्तरमा खेल्न पाएका छन् सन्तोष। ब्लकदेखि तर चेकआउट हुने सहयोगी थापा कोसिस छैनन्। मुबासर रक्षा अङ्क दिलाउँदै
अफ हेल्थ नेपाललाई। रितेश हरिहचुरले कोसेका छन्। सुनिल पोखरा टप लेभल स्पाइक। सुदूरपश्चिमको छिटो पछि गएर जब चुपपन आर्मीको लागि चम्किन थाल्यो, मन छिटेको छ यो खेलाडीले आजकल। अधिकांशको अन्डर 20 को सेटअपमा थिए तर काबा मिस गर्नु पर्यो अनफर्चुनेटली। यसपछि पनि चुपपन आर्मीबाट आफूलाई प्रमाणित गरिरहेका छन् सुनिल। मनबहादुर रोकिरहेछन् टिभीबाट नै। हरिहचुरको सेटअप गएको थियो, क्या दिन्छन् बल हरिहचुर। मुबासर ओ खाली ठाउँ छ, न त टिभी न त शरण, कुनै पनि खेलाडी पुग्न सकेनन् र अर्जुन यति हाइट छ कि उनी झुक्न समय लाग्छ। लिबेरो आउनु पर्नेछ। सजिलोसँग हेर्दा केही धेरै प्रयास गरेको जस्तो लाग्दैन सुनिलले, तर इन्टेलिजेन्ट स्पाइकहरू दिने गर्छन्। हरिहचुर थापा यहाँ सर्भिसेर रोनीबाट फर्मर नेसनल टिम क्याप्टेन फर्केका छन् जिम्मेवारी पुरा गर्दै आफ्नो विभागको। फेरि पनि भलिबल टिममा वर्ल्ड क्लास सर्भिस मुबासर राजा वाचुको पाकिस्तानका उत्कृष्ट खेलाडी हुन् आफ्नो टाइमका। अर्को एक पटक मुबासरको वर्ल्ड क्लास सर्भिसले यहाँ टिप अफ हेल्थ नेपाल हाबी बन्दै। तेस्रो पटक पनि होइन, मुबासर 2 पटकको सफलता थियो। अन्ततः पाइरहेको छ उनको सर्भिस। न्युली मेम्बरसिप प्राप्त भएको छ। स्वागत छ तपाईँलाई जोखा। र मिस्टर अरुण राई तपाईँलाई पनि धेरै धेरै स्वागत छ हाम्रो खेलकुदको फ्यामिलीमा। मेम्बरसिप तपाईँले पनि लिनुभएको छ, थ्याङ्क यू। मनबहादुर खुसी छन्, अङ्क प्राप्त गरेका छन् उनले। दशकभन्दा बढीको सहकारी थियो आर्मीसँग मनबहादुर श्रेष्ठको। टिभी आउनेछन् मनबहादुरलाई परास्त गर्दै। इन्ट्रेस्टिङ ब्याटल यो म्याचअप टिभी भर्सेस मनबहादुर श्रेष्ठ। धेरै मानेको जोडी, फेमस जोडी हो। एकअर्काको विरोधमा र टिभीले बाजी मारिरहेका छन्। मनबहादुरलाई प्रिज गर्दै यो अङ्क पनि। वाह, मनबहादुरको रिसिभ रहेको छ यहाँ। वालिदले दिए माछाहरूलाई। माछा अहिलेसम्म शान्त थियो तर यसपटक पनि दुर्गा बहादुर खड्का आफूलाई कल्प्रिट ठान्नेछन्। प्रयास गरे बाद उनले डिफेन्ड गर्न सक्थे त्यो बल। मनबहादुरको सर्भिस रह्यो, सुनिलको रिसिभ रह्यो। शरणको प्रहार, बुलेट स्पाइक। आर्मी ब्यान्डबाट बुलेटको त हामी एक्सपेक्ट गर्छौँ त्यो कोर्टमा। निकै नै उत्कृष्ट यो रेन्ज हेर्न सक्छौँ शरणको। उनी पनि युथ लेभलबाट उदाएका खेलाडी हुन् नेपालको लागि। उनको ब्याचमा पनि एकदमै राम्रा खेलाडीहरू थिए। रिफ्लेक्सन ठुलो छ, बचाउने कोसिस गरेका छन् सुनिलले। दुर्गा पनि सँगसँगै गइरहेका थिए तर माछाहरूसँग शक्ति छ, त्यो हामी सबैलाई थाहा छ।
अर्जुन आफ्नो हाइट एडभान्टेज फुल लिइरहेका छन् र विश्वास रहेको थियो जुन क्विक स्पाइकको लागि उनलाई हरियोजुको त्यसमा पुग्दछन् अहिलेसम्म। टिमीको सर्भिस सन्तोषको रिसिभ रह्यो। वलिद खान मुबासर कडा प्रहार मुबासर राजावाटको। निकै नै प्रतिस्पर्धात्मक यो सेट। सुनिल मनबहादुर मागिरहेका छन् बल तर आउनेछन् मुबासर। निकै नै राम्रो कट एक्सपर्टली यो स्पाइक कम्प्लिट गरे मुबासरले र क्वालिटी दर्शाएका छन्। किनभने नेपाली कोर्टमा आजकल राज गरिरहेका छन् भन्ने कुराको प्रमाणित हेर्न सक्छौँ। यो मुबासरका ब्याक टु ब्याक 2 स्पाइकहरू उनलाई नसक्ने हो भने त चिन्ताजनक छ। परिवर्तन गर्दै त्रिभुवन आरपी हरिहजुर र शरण आइरहेका छन्। दुर्गा महत्व आइसकेका छन्। हरिहजुरको अनुपस्थितिमा उनले नै धेरै खेले। अर्को अङ्क त्रिभुवन आरपीको अब राम्रो गर्दैछन् अर्जुन। फाइदा लिइरहेका छन् भरपुर रूपमा। निकै नै घातक थियो यो त। क्विक स्पाइक अर्जुन नेपालीको। क्रस गर्नुपर्ने समाचारले पाएका छन् अर्जुनले। दुर्गाले खोजेका छन् टिमीलाई। यसकारण उनी अहिले नेपालको प्रमुख स्पाइकर हुन्। एक्टिभ स्पाइकर माउन्टको वरिपरि नै कोही पनि छैनन्। थामी आएका छन्। अब थामीहरू त धमाका देखाउन परिचित छन्। हरिहजुर केही समयको रेस्टपछि आएका छन्। फेरि शरण पनि आइसकेका छन् भने दुर्गा र राजेन्द्रले योगदान दिएर गए बाहिर। हरिहजुर थापाको सर्भिस हो। आछर वलिद खान मुबासर राजा डबल ब्लक अगाडि कुनै प्रभाव छैन। मुबासर शक्तिको अगाडि सम्पूर्ण ब्लकरहरू नतमस्तक छन्। अपोजिट आउटसाइड कहाँ खेलाउनुहुन्छ मुबासरलाई। डिफेन्स त्यस्तै सर्भिस त झन् अझ पुरै नगरौँ। मिस गरेको छ। आरबीले ह्याट्रिक मिस गरेको छ तर पनि डिबीले र हृदयले मिलेर जोगाए। यसको फाइदा लिन सक्छन् या सक्दैनन्। वाउ माछाको म्याजिकल स्पाइक। डिबीको फुटोको प्रयास तर पनि नतिजा छ। रो जेटमा ल्यान्ड हुनेछ बल। दर्शक तिर्खाको बाटो तय गर्यो। हेर्न सक्छौँ कति ठुलो थियो डिफ्लेक्सन। यसको कारण त्यो शक्तिशाली प्रहार हो माझहरूको। शरण राम्रो रिसिभ भयो। मुस्किल थियो बल। सुनिल सन्तोषले बसाइदिएका छन् यहाँ। यस कारणले गर्दा सन्तोष हुन्। पछिल्लो समय उठाउँदै गरेका हिरो हुनु नि। निकै राम्रो स्पाइक थियो। रोकिदियो सन्तोषले। क्या डिफेन्स गरे र त्यसको नतिजा यो अङ्क पनि फेरि अग्रतामा गएको छ टिपटप हेल्प नेपाल। मुबासर सर्भिसको लागि तयार छन्। सर्भिसरहरू यो परिस्थितिमा पक्कै पनि मान्ने हुने छैन। घातक सर्भिसको लागि चिनिन्छन् र आफ्नै लागि घातक कहिलेकाहीँ 22 यो पहिलो सेट। दुई जायन्टहरूको बिचमा महारथीहरूको बिचमा यो घमासान। प्रश्न गरे तर फाइदा पनि उठाएको छ आरबीले।
सरोज चौधरी मिडल ब्लकर पाएको मौकामा सदुपयोग पनि गर्दै सरोज एक अङ्कको अग्रता लिइरहेका छन् कोही पनि पछाडि पर्ने मुडमा छैनन् वालिद खान माछर रोकेका छन् सुनिलले ब्याकवर्डमा हो टिबी What a brilliant spike! कुन समयमा टिबी भट्ट स्टेप अप गरेका छन् सेट पोइन्टको आवश्यकता हुनेछ अब माछरको कुरालाई फ्रन्ट कोर्ट र ब्याक कोर्टमा सुनिलको योगदानले रोक्यो र त्यसपछि टिबीले कुनै पनि गल्ती गरेनन् यसैको लागि त जितिन्छन् मानबहादुर हेरेको हेरै छन् टिबीको यो जादुलाई माछरको अर्को प्रहार अहिले भयो रोक्न असफल ब्याकवर्ड फ्रन्ट कोर्टले त फेरि मेहनत गरेको थियो रोकि पनि सकेको थियो तर ब्याकवर्डमा सुनिल केही टाढा थिए माछर अली वेन टाइममा फर्काएका छन् ग्यापलाई त कम गरेका छन् तर अझै पनि सेट पोइन्टमा छ आर्मी टिबी अरे हजुर ओ टिबी सेट पोइन्ट पुरा हुन दिएन के हुनेछ यहाँ माछर म्याग्निफिसेन्ट माछर अली हो नाम रिमेम्बर द नेम मोमेन्ट क्रिएट गरेका छन् यहाँ पोखराको रङ्गशालालाई थर्कमान बनाउँदै माछर मानबहादुर पनि उत्साहित पुरा टिम उत्साहित क्या स्पाइक यो फर्स्ट लाइनमा नै वाउ मैले रिसेन्ट टाइममा देखेको भयानक स्पाइक हो यो चौबिस टिबी उनी पनि के कम नेपालको सान हुन् यदि पाकिस्तानको तर्फबाट आउँछ भने नेपालले पनि दिन जानेको छ जवाफ त्यही दिँदै भलिबलको कोर्टमा धनबहादुरको धमाका माछरको म्याजिक कसले बाजी मार्ला अझै पनि सेट पोइन्टमा छ टिपटप हेल्प नेपाल कुनै समय आर्मी थियो आर्मी माको रोला माछर ओ सुनिल मौका छ यहाँ अनि हजुर बिबी प्लेसमेन्ट मात्रै गर्न गए माछर छोड्दै छैनन् डिफेन्स गरेका छन् सशक्त रूपमा सनोजले तर त्यसपछि फलोअनमा रेस्क्यु गर्न सकेन र्यालीलाई आर्मी माछर वर्सेस आर्मी टिबी वर्सेस टिपटप हेल्प नेपाल प्रतिष्ठाको भिडन्त अब भएको छ यो पोखरा तातेको छ पहिलो दिनमा नै यो ठुलो खेलले क्लास अफ टाइटन्स दुई नेपाली भलिबलका महारथीहरूको बिचमा सुनिल गल्ती गर्ने छुट छैन डिबिओ नेटमा धनबहादुरले के गर्न पुगे यो ब्लक थियो सम्भवतः हेर्नेछौँ रिप्लेमा हामी हेर्नेछौँ सुरुमा ब्लक थियो यो वाउ एक्स्ट्राअर्डिनरी टिपटप हेल्प नेपाल अब पनि जानेछ सेट पोइन्टमा सुनिल के गर्छ आर्मी शरण लगातार टिबीलाई हेर्दै थियो हरिवसुले अन्तिममा शरणमा गए शरण समारीको र उनले पनि राम्रैसँग शरण दिएका छन् आर्मीलाई मिस्टेक गरेनन् रिस हेर्नुहोस् फेरि पनि एकपटक अहिले नेपालमा एक्टिभ स्पाइकरहरूमा उनको रिस आइएस छ फ्लोरमा हेरेर प्रहार गर्छन् कुलबहादुर थापा पूर्व पुलिसका खेलाडी भन्दै थियो उनको टेक्निकको बारेमा मसँग कुराकानीमा बसाएका छन् हृदेशले बसाए तर हरिवसुले सुम्पिए मानबहादुरलाई वालिद खान माछरको म्याजिक दिस इज बियोन्ड स्पेशल काबा क्लब भलिबल च्याम्पियनसिपमा त्यो निराशाजनक उनको उपस्थिति र फेरि आफूलाई चिनाएका छन् म को हुँ भन्ने देखाएका छन् नेपाली भलिबल समर्थकको अगाडि माछर अलीले अझै पनि सेट पोइन्टमा हुनेछ माछर आफै सर्भिसमा पनि कसले लैजाला यो सेट पोइन्ट टिबी कहाँ दिनेछन्
कुनै पनि एक हिसाबले यस्तो भूमिबाट आएका हुन् गण्डकी गोर्खा नामै गाविस यो लेजेन्डहरूको भूमि हो त्यहाँबाट आएका हुन् धनबहादुर विभागीय टोलीको लागि हार मान्ने त कुरै छैन वालिद मुबासर हेडशट हरिहजु थापा सजिलो छैन मुबासर रजाले जसरी हेडशट दिए हरिहजु थापा एकपटक त बस जमिन मात्रै हेरे बाँकी रियाक्सन के गर्ने ओहो आउट अफ नोवेयर अर्जुन नेपाली नाम अनुसारकै काम गर्दै रिप्लेमाहरू कहाँबाट आए क्विक स्पाइकको लागि हरिजको तारिफ गर्नुपर्छ यो सेटअपमा यो हुन्छ भलिबल यो एनबिए लिगको चाम आर्मी भर्सेस टिम टप हेल्थ नेपाल यो ब्लकबस्टर म्याच तपाईले यदि मिस गर्नुभयो भने ठुलो मिस गर्नुभयो पहिलो सेट नै यो किसिमले चलिरहेको छ अर्जुन भलिबल डेको दिनमा आज यानि कि भलिबलको बर्थडे पनि मानौँ नेपालमा त अर्जुन हो सर्भिसर अर्जुन नेपाली अट्ठाइसमा सर्भिसर मनिष मानवहरू आएका छन् अब कोर्टभित्र वलिद खान पछाडि छन् सर्भिसमा सेटर अर्जुनले त्यो गरेको सर्भिसर कतिको घातक बन्ने हो कति मूल्य चुकाउनु पर्ने हो अब सेट पोइन्टमा छ तर फेरि आफैलाई काडस पनि दिँदैछ यहाँसम्म पनि अर्जुनको अङ्कले पुगेको टिपी ओ मिस लाइन मिस गर्न पुग्यो टिपी भट्टले डस्टबिन आउट हुन पुग्यो उनको स्पाइक विश्वास गर्नुस् र अन्ततः यो रोमाञ्चकताले भरिपूर्ण यो पहिलो सेटमा विजय प्राप्त गरेको छ टिप टप हेल्थ नेपालले।